रातको 2 बजेको छ। संसार सुतेको छ। तर तपाईँको दिमाग भने अफिस खोलेर बसेको छ। त्यहाँ मिटिङ चलिरहेको छ। एजेन्डा एउटै हो। उसले के छ मात्र किन लेख्यो, त्यो पनि फुल स्टप सहित। के छ फुल स्टप। यो फुल स्टपको मतलब के हो? तपाईँले उसको मेसेज पढ्नुभयो, फेरि पढ्नुभयो, टोन एनालाइसिस गर्नुभयो, लास्ट सिन चेक गर्नुभयो, लाइन थियो तर रिप्लाई आएन, अनि तपाईँको दिमागले 15 मिनटमा पुरै मुभी बनाइसक्यो। स्क्रिप्ट, डिरेक्सन, क्लाइमेक्स अनि ब्रेकअप सिनसम्म। ऊ त खाना खाएर सुतेको थियो। यदि यो कथा तपाईँको हो भने आज यो भिडियो तपाईँको लागि हो। किनकि आज म देखाउँछु कि तपाईँको दिमागले किन रातको 2 बजे सिआइडी खोलेर बसेको छ र यो बानी कहाँबाट आयो र यो बन्द कसरी गर्ने। आखिर ओभर थिङ्किङ भनेको के हो त? सुरुमा एउटा मिसअन्डरस्ट्यान्डिङ क्लियर गरौँ हामी। ओभर थिङ्किङ भनेको धेरै सोच्नु होइन। साइन्टिस्टले पनि धेरै सोध्छ, एउटा किसानले पनि धेरै सोध्छ, कुन बेला रोप्ने कुन बेला काट्ने भनेर। त्यो भनेको थिङ्किङ हो। थिङ्किङले सोल्युसनतिर लैजान्छ भने ओभर थिङ्किङले गोलो घुमाउँछ एउटै ठाउँमा। थिङ्किङ गाडी हो भने ओभर थिङ्किङ भनेको गाडी हो जसको स्टियरिङ जाम भनेको छ र एक्सिलरेटर पुरै दाबिएको छ। स्पिड पुरा छ तर डिरेक्सन शून्य। बेलुका जहाँ थियो बिहान पनि त्यही, तर थकाइ भने काठमाडौँबाट पोखरा गए जत्तिकै। अनि रिलेसनसिपमा यो किन सबैभन्दा धेरै हुन्छ त? किनकि रिलेसनसिपमा अनसर्टेन्टी हुन्छ। अर्को मान्छेको मन जुन तपाईँले कहिले पुरा देख्न सक्नुहुन्न, अनि तपाईँको दिमागलाई नदेखेको कुरा सहनै आउँदैन। खाली ठाउँ देख्यो कि भर्न थाल्छ। केले भर्छ त्यो अब हामी बुझौँ। नेपाली घरको डिटेक्टिभ ट्रेनिङ। किनकि यहाँ हाम्रो चाइल्डहुडको फेरि एन्ट्री हुन्छ। सोच्नुहोस् त, हाम्रो घरमा कसैले केही कुरा सिधा भन्छ त? आमा रिसाउनु भयो भने के भन्नुहुन्छ? म रिसाएको छु भन्नुहुन्छ? मलाई यो कारणले चित्त दुख्यो भन्नुहुन्छ? होइन। आमा रिसाउनु भयो भने भाँडा बज्न थाल्छ, ढोका अलि जोडले लाग्छ, खाना टेबलमा बस्छ, तर शब्द भने कहिले पनि बस्दैन। अनि पुरै घरले अनुमान लाउनु पर्छ कि के भयो भनेर, कसले के गर्यो र कसले कति ठुलो गर्यो। अनि बुबाको त मुड नै घरको वेदर फोरकास्ट हो। ढोकाको आवाजबाट थाहा हुन्छ कि आज पानी पर्छ कि घाम लाग्छ भनेर। जुत्ता खोलेको स्टाइलबाट बच्चाले बुझ्छ कि आज होमवर्क देखाउने दिन हो कि आज लुक्ने दिन हो। मतलब के भयो? हामी जुन घरमा हुर्क्यौँ त्यहाँ कसैले पनि मनको कुराहरू सिधै भन्दैनथे। सबै कुरा सिग्नलमा चल्थ्यो। अनि बच्चाको काम के थियो? सिग्नल पढ्ने, अनुहार पढ्ने, आवाज पढ्ने, मौनता पढ्ने। हामीले बोल्न सिक्नु अगाडि नै माइन्ड रिडिङ सिक्यौँ। त्यसैले हजुर, तपाईँ ओभरथिङ्कर भएर जन्मिनु भएको होइन। तपाईँलाई डिटेक्टिभ बनाइएको हो घरमै, बिना सर्टिफिकेट। सिआइडीले त बरु तलब पाउँछ, तपाईँ चाहिँ जिन्दगीभर बिना तलबको ड्युटीमा। अनि अहिले रिलेसनसिपमा के हुन्छ? पार्टनरले मुख अलि सानो बनाउँछ, इन्भेस्टिगेसन सुरु हुन्छ। रिप्लाई ढिलो आयो, केस फाइल खुल्यो। मात्र लेख्यो, पुरै फोरेन्सिक एनालाइसिस। तपाईँको दिमागले रिलेसनसिप गरिरहेको छैन, ड्युटी गरिरहेको छ 24 घन्टा बिदा नभएको। बाई द वे, म प्रेमदास र यो बिकमिङ प्रेमदास हो। यहाँ हामी साइकोलोजीलाई नेपाली घरकै भाषामा बुझ्छौँ। अनि अब सबैभन्दा अनौठो सत्य, ओभर थिङ्किङ तपाईँको दुश्मन होइन। ओभर थिङ्किङको असली काम भनेको, ल सुन्नुहोस्, तपाईँको दिमागले तपाईँलाई सताउन ओभर थिङ्किङ गरेको होइन, बचाउन गरेको हो। यसको लोजिक यस्तो छ। बच्चाको दिमागले सिक्यो दुःख अचानक आउँछ, बुबा अचानक रिसाउनुहुन्छ, माया अचानक काटिन्छ। अनि दिमागले निष्कर्ष निकाल्छ कि अचानक दुख्नुभन्दा पहिल्यै सोचेर बस्नु बेस। सबै नराम्रो पोसिबिलिटी अहिले देख्यो भने सरप्राइज हुँदैन, सरप्राइज भएन भने त्यति दुख्दैन। मतलब ओभर थिङ्किङ भनेको के रहेछ भन्दा दुःखको रिहर्सल। पहिले रोएर राखौँ, पछि रुन नपरोस्। तर यहाँ एउटा प्रब्लम छ। रिहर्सल गरेको दुःख रियल दुःख आउँदा घट्दैन। बरु तपाईँले एउटै दुःख 100 पटक भोग्नुहुन्छ, 99 पटक दिमागमा र 1 पटक रियालिटीमा। अनि कहिलेकाहीँ त रियालिटीमा आउँदैन, तपाईँले मात्रै भोग्नुभयो। टिकट
एउटै नकिनी 100 पटक हरर मुभी हेर्नुभयो। अनि अर्को कुरा, ओभर थिङ्किङले कन्ट्रोलको फिलिङ दिन्छ। म सोचिरहेको छु इक्वल टु म केही गरिरहेको छु। तर सोच्नु र गर्नु फरक कुरा हो। खेतमा बसेर बाली के होला भनेर सोच्दैमा बाली उम्रिँदैन। तपाईँ हलो होइन चिन्ता चलाइराख्नु भएको छ, तर थकाइ उही उब्जनी भनी शून्य। अब म जुन कुरा भन्दैछु यो सायद तपाईँले आफ्नो बारेमा सुनेको सबैभन्दा अनकम्फर्टेबल लाइन हो। तयार हुनुहुन्छ त? सुरु गरौँ एउटा अनकम्फर्टेबल ट्रुथबाट। धेरै पटक हामी ओभर थिङ्किङ गर्छौँ किनकि हामी सोध्न डराउँछौँ। सोच्नुहोस् त, उसले त्यसो किन भन्यो होला? 3 घन्टा यो सोच्नुको साटो एउटा सेन्टेन्सले काम सक्थ्यो, जुन हो, तिमीले त्यसो भन्दा मलाई अलि नमज्जा लाग्यो। तिमीले के मतलबले भनेको? सकियो कुरा। 3 घन्टाको सिआइडी बन्नुभन्दा 30 सेकेन्डमा कुरा गऱ्यो भने बन्द हुन्छ। तर हामी सोध्दैनौँ। किन? किनकि सोध्नु भनेको भनरेबल हुनु हो। मलाई दुख्यो भन्नु भनेको आफ्नो पत्ता देखाउनु हो। अनि हाम्रो चाइल्डहुडले के सिकायो भन्दा हामीले दुःख परेको देखाउँदाखेरि अरूले यति कुरामा पनि रुनी ड्रामा नगर भनेको सम्झन्छौँ। त्यसैले बाहिर देखाउनु वा सोध्नुभन्दा भित्र सोच्नु नै सेफ हो। अनि त्यही सेफ चोइसले हामीलाई रातको 2 बजेसम्म जगाएर राख्छ। डिरेक्ट प्रश्न 5 सेकेन्डको रिस्क हो भने ओभर थिङ्किङ भनेको जिन्दगीभरिको ट्याक्स। अनि हामीले के रोज्यौँ भन्दा ट्याक्स रोज्यौँ। अब कामको कुरा गरौँ। ओभर थिङ्किङलाई कसरी रोक्ने त? पहिलो कुरा, नसोच भनेर रोकिँदैन। कसैले नसोच भन्दा दिमागले के गर्छ? झन् डबल सोध्छ। हात्ती नसम्झ भन्नुहोस् त कसैलाई? उसको दिमागले अहिले के गर्छ? हात्ती सम्झिन्छ, त्यो पनि फुल एचडीमा। त्यसैले लड्ने होइन, तरिका फेर्ने हो। पहिलो, नाम दिनुहोस्। जब दिमागले मुभी बनाउन थाल्छ रोकिएर भन्नुहोस् कि ए यो के को रिहर्सल सुरु हुँदैछ फेरि? डिटेक्टिभ ड्युटी लागे हो फेरि? जुन बेला तपाईँले प्याटर्नलाई नाम दिनुहुन्छ त्यो बेला तपाईँ प्याटर्न बाहिर निस्किनुहुन्छ। मुभीभित्रको मान्छेले मुभी देख्दैन, हलमा बस्नेले देख्छ। नाम दिने बित्तिकै तपाईँ स्क्रिनबाट हलमा सर्नुहुन्छ। दोस्रो, दिमागलाई एउटा प्रश्न सोध्नुहोस्, यो म सोचिरहेको छु कि डराइरहेको छु? थिङ्किङसँग अर्को स्टेप हुन्छ, फियरसँग सिर्फ अर्को राउन्ड हुन्छ। 30 मिनट सोचेपछि पनि नयाँ कुरा आएको छैन भने त्यो थिङ्किङ होइन, त्यो डरले गोलो दौडाएको हो। तेस्रो र सबैभन्दा गाह्रो, सोध्नुहोस् सिधै, तिम्रो रिप्लाई छोटो आयो, सबै ठिक छ? हो, डर लाग्छ, तर रोज्नुहोस्। 5 सेकेन्डको अप्ठ्यारो कि 5 घन्टाको रातको मिटिङ? अनि एउटा बोनस, जुन मान्छेसँग सिधा सोद्धा झन् ठुलो प्रब्लम हुन्छ, जसले यति कुरामा पनि भन्छ, त्यो मान्छे आफैमा एउटा जवाफ हो। रेड फ्ल्याग्सवाला एपिसोड फेरि हेर्नुहोस्। चौथो, दिमागलाई बन्द गर्ने होइन, शरीरमा फर्किने। ओभर थिङ्किङ सधैँ भविष्यमा हुन्छ कि भूतमा? शरीर सधैँ अहिले हुन्छ। खुट्टा भैँमा राख्नुहोस्, सास भित्र लिनुहोस्, सास बाहिर फाल्नुहोस्, बाहिर हिँड्न निस्कनुहोस्, भाँडा माझ्नुहोस्, नुहाउनुहोस्। दिमाग आकाशमा उड्दा शरीर नै त्यही धागो हो जसले चङ्गालाई फेरि जमिनमा ल्याउँछ। त्यसैले आज आफैलाई सोध्नुहोस्, म समस्या सल्भ गरिरहेको छु कि म दुःखको रिहर्सल गरिरहेको छु? म उसलाई बुझ्न खोजिरहेको छु कि सोध्ने आँट नभएर अनुमानमा बाँचिरहेको छु? अनि आफैलाई एउटा प्रश्न सोध्नुहोस् कि मेरो दिमागको यो डिटेक्टिभलाई रिटायरमेन्ट दिने बेला भएन र? एउटा कुरा याद राख्नुहोस्, तपाईँको ओभर थिङ्किङ तपाईँको कमजोरी होइन, त्यो एउटा बच्चाको चलाखी थियो जसले अनुहार पढेर आफूलाई जोगायो, सिग्नल पढेर माया जोगायो। त्यो बच्चा स्लो थिएन, त्यो बच्चा त घरको सबैभन्दा साफ मान्छे थियो। तर अब त्यो ड्युटी सकियो। डिटेक्टिभलाई भन्ने बेला भयो कि केस बन्द भयो, अब आराम गर। यदि यो भिडियो हेर्दा तपाईँले आफ्नै रातहरू सम्झिनुभयो भने त्यो कोइन्सिडेन्स पनि होइन। कमेन्टमा एउटा कुरा लेख्नुहोस् कि तपाईँको दिमागले बनाएको तर रियालिटीमा नआएको सबैभन्दा ठुलो मुभी कुन थियो? हाँस्दै लेख्नुहोस्, रुँदै लेख्नुहोस्, तर अवश्य पनि लेख्नुहोस्। किनकि तपाईँको कथाले अरूलाई भन्छ कि ए म मात्र होइन रहेछु। अनि अर्को एपिसोडमा यही बच्चाको अर्को बानी, सबैलाई हुन्छ हुन्छ भन्ने बानी।
आफू मरेर अरूलाई बचाउने बानी, पिपुल प्लिजिङ। किन हामी सबैलाई खुसी पार्न खोज्छौँ आफूलाई बाहेक? त्यो अर्को एपिसोडमा। सब्सक्राइब गर्नुहोस्। यो जर्नी आधा बाटोमा नछोड्नुहोस्। म प्रेमदास। आफूलाई माया गर्न नबिर्सनुहोस्, किनकि बिकमिङ आफैबाट सुरु हुन्छ। हस्त, धन्यवाद।